लगाइजहरू सबैलाई गुड मर्निङ शुभ बिहानी। बिहानको ठिक 4:55 गएको छ। हामी आज मर्निङ वाक सेसनको लागि यात्रा प्रारम्भ गर्दैछौँ। यति बेला चाहिँ ठ्याक्कै म कार्यालयको यो प्राङ्गणबाट निस्किँदैछु र बिहानको यो समयमा अलिकति अब 2 घन्टा लागि भनेको स्वास्थ्यको लागि हाम्रो दैनिकी हिँडाइ बिस्तारै रनिङ हुन्छ र सँगसँगै अब हाम्रो यात्रा प्रारम्भ हुन्छ र सबैलाई शुभ दिनको शुभ बिहानीको शुभकामना सँगसँगै आजको तपाईँको स्वस्थ दैनिकीको कामना गर्दै अबको हाम्रो बिहानको मर्निङ वाक सेसनको पहिलो क्लिप तपाईँहरूको लागि रेकर्ड गरेको छु र पुनः आज मेरो 2-3 घन्टाको छोटो छोटो रिलहरू तपाईँलाई मैले रमेश बुढाथोकी ब्लगमा पोस्ट गर्नेछु र सम्पूर्ण साथीहरूलाई रमेश बुढाथोकी ब्लगको यो न्यू पेज खोलेको छ, यसलाई समेत सपोर्ट गरिदिनको लागि सबैलाई हार्दिक अनुरोध गर्दछु। हजुर है, बिहानमा मर्निङ वाक निस्किन लागेको, यसले फेरि बाटो सेक्छ बिहानै हैन। यसलाई लिएर जाम भने बाहिर भुसिया कुकुरहरूले टोकेर एकदमै लफडा गरेर तनाव दिन्छ बाटोमा। लाइजा फेरि तैँले फोहोर गर्ने काम नगर है। चुब्लाक ल भयो तल बस म तँलाई बाँच्छु, तल बस है। बिहान 4:50 गएको छ। अब तँलाई मैले रातभरि फ्रिडम दिएँ, अब चाहिँ तेरो काम बाध्य काम हुन्छ है। ओके गाइजहरू, म अन द वे बाटोमा छु र तपाईँले यो यतातिर घरहरू छ है, यतातिर घरहरू छ, सबैजना घरहरूमा सुत्नु पनि हुन्छ उहाँहरूको। मैले देखेको बत्ती मुनिको अँध्यारो भन्ने एउटा हामीले पुरानो यो भनाइ सुन्थ्यौँ। वास्तवमा त्यस्तै लाग्छ मलाई। कारण के भनेपछि यहीँ तपाईँको यतातिर बत्तीहरू छ हो, तर यतातिर एकाध भन्दा पनि धेरै जसोको घरमा लाइनहरू उहाँहरूले हाल्नुहुन्न। कारण के भनेपछि लाइन हालेपछि विद्युतको बिल आउँछ, पैसा तिर्नुपर्छ भन्ने खालको त्यो मानसिकता छ। उहाँले चाहिँ यो हामीलाई चाहिन्छ, आवश्यकता हो बालबच्चालाई पढ्नको लागि, अथवा कुनै गर्मी मौसम छ हैन, फ्यानहरू चलाउनु पर्छ, त्यो खालको छैन। यहाँ चाहिँ अलिकति अझै पनि त्यो पुरानो खालको एकदमै न्यारो माइन्डेड कन्जर्भेटिभ सोसाइटीले अझै जगडेको छ। म तपाईँहरूलाई एकछिन पछि देखाउँछु यो बाटोहरूमा। अब बिहान खुल्ला दिशा गर्नेहरूको पनि भेटिन्छ हेर्नुहोस् हैन। अब यहाँ पनि ठ्याक्कै टाइमिङ हुन्छ, कुन बेला चाहिँ महिलाहरू निस्किने, कुन बेला पुरुषहरू निस्किने भन्ने खालको त्यो खालको सोचाइ, त्यो खालको कन्सेप्ट हामी पाउँछौँ र हामीले अब बाध्यात्मक रूपमा पनि खुल्ला दिशामुक्त जहाँ पाइ त्यहीँ दिशा गर्नुहुन्न भनेर उहाँहरूलाई जति भने पनि, जति सम्झाए पनि दे नेभर सेपरेट देम वेज। उहाँहरूले आफ्नो बानी कहिले पनि सुधार्नुहुन्न। किसका है गोरु? आपके पता नहीं है? अब व्यवहारिक गोरुहरू कसैले पालेको पनि होइन। म सधैँ देखिएर आउँछु नि। लगभग पूर्व क्षितिजबाट सूर्योदयका केही पहेँला किरणहरू आकाशको त्यो बादलको टुक्रासँग ठोकिएर आफ्नो उपस्थितिको अनुभूति गराउँदैछन्। अब यहाँ चाहिँ तपाईँको गर्मी छ, यसरी सुत्ने भनेको बाहिरै हो। एकदमै आनन्द तरिकाले खाट हालेर यहाँ बिस्तारा ढल्याउने काम भइरहेछ। सुतेर उठेको बिस्तारा व्यवस्थापनको काम चलिरहेछ। छेउमा तपाईँको भैँसी बाँध्ने ठाउँ भयो, त्यसकै छेउमा ट्याक्क बेड हालेर झुला हालेर यसरी सुत्छन् बाहिर। यहीँ पनि आनन्द तरिकाले निद्रा पुगेकै छ हैन। बिस्तारै उज्यालो हुँदैछ। अब लगभगै तपाईँहरूको यहाँको मान्छेको दैनिकी चहल पहल सुरु हुँदैछ। अब उठिसकेपछि यसरी बाटोमा आएर बस्ने हो। अनि ट्याक्क फेरि भैँसी बाँधेको कतातिर छ हेर्नुहोस् है। भैँसी बाँधेको यो बाटो भइहाल्यो, बाटोको छेउमा ल हेर्नुहोस्। अब यो छ तरिका।
लाग्छ बिस्तारै उज्यालो हुँदैछ चारैतिर मजाको आजभोलि हरियाली वातावरण पनि छ। चाचा जी नमस्कार, क्या है ठीक है हाल? आपके घर कौन ठाव में है? दुकान खोले। दुकान किस छेव में है? अभी क्या कर रहा है? अब कहारी था। हाँ कहारे आए थे। कहाँ आए? अभी ये क्या खाई सुरती? हाँ? ये खाई क्या मिलेगा? फायदा क्या हो इसका? अरे कहे नहीं फायदा। अमल 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 है। आपके फसल में क्या मिलेगा सामान? हाँ? आपके फसल में कहाँ मिले? नहीं मिलेगा? कौन सामान मिले? नहीं मिलेगा है ना। अभी नहीं खाओ, बूढ़े सियाल लागो तो फल फूल खाओ, जैन बनाओ। अरे जान तो ऐसे चले चले से धेरै जसो यहाँ चाहिँ अलिकति अब यो ठाउँ भूगोलको परिवेश अनुसार लगभगै पान पराग सुर्तीजन्य पदार्थहरू प्रयोग महिलाले पनि पुरुषले पनि सबैले नै उस्तै हो प्रयोग गर्ने। यहाँको धेरै जसो पसलमा किन्ने र बेच्ने भनेकै पान पराग गुटखा सुर्तीजन्य पदार्थ नै हो मोटामोटी। अलिकति यो अब भूगोल कल्चर परिवेश त्यो कुराहरूले पनि हुनसक्छ र लगभग दैनिकी एउटा नर्मलले पनि 40-50 रुपियाँको यहाँ पान पराग चाहिँ किनेर खान्छन्। यहाँ चाहिँ यो बाटोको छेउको नालामा चाहिँ हाम्रो केटाहरूले भन्नुको मतलब यहाँको बाबुहरू चाहिँ माछा मारिरहेछ। ए बच्चे माछा है कि नहीं है? हाँ माछा है कि नहीं है? नहीं है। क्या कर रहे तुम यहाँ? हाँ माछा वाला है, दिखाओ अभी यार। माछा मार्ने ठाउँ सर्प मारिरहेछ यार। हाँ कौन वाला माछा है वो? झिका न झिका। ए माछा देख्नु भएन? झिकाउ झिकाउ। माछा पनि हेर्नु त छोरा छोरा। अब माछा मार्न आएको माछामा चाहिँ यो सर्प परिरहेछ है। सब देखाओ। हाँ उठाओ उठाओ सब उठाओ। अच्छा के हो यार? ल हेर्नुहोस् है माछा यो यस्तो छ। हेर्नुहोस् है माछा मार्न हिँडेको यसरी जोखिमपूर्ण तरिकाले सर्प चाहिँ परेको छ जालमा। अभी फुच्चे फुच्चे वाला माछा है यार। अभी मोटा वाला नहीं है, छोटा वाला है। अभी सार पे क्या करना है? खाना कि नहीं खाना है? भाइ चाहिँ त्यहाँ माछा मार्ने त्यो जाल फुकाउन जाँदैछ हैन। हाम्रो टोलीले चाहिँ यसो सहयोग गरिदिउँ नि त बाटोमा हिँड्दै भन्दाखेरि चाहिँ यो माछा मार्ने जाल झिक्दैछ। तर माछाभन्दा ठुलो यहाँ सर्प परेको छ है। हेर्नुहोस् है यो जिउँदो त छैन नि। पानीभित्रबाट जिउँदै छ यार। यो नालामा पनि माछा परिरहेछ। एक कटा अब स्कूल जाए कि नहीं जाओ? हाँ कपाल कितने काट दे कपाल? हाँ अभी कपाल कौन वाला आदमी ने काटे? हाँ कौन? सर भाई इसका लिए घर में जाओ चटनी पकाकर खाओ। हाँ ये सरको भुइँमा राखेर यो थाहा हुन्छ जिउँदो छ कि छैन भनेर। माछा बेचना है? नहीं बेचना है। बेचना है कितना रुपये का आई माछा मछली? अभी बताओ तो मैं किन्दी हूँ। छैन मरेर यो लु जा यो माछा हेर्नुतिर नलाग्नु। यहाँ चाहिँ एउटा घरमा लगभग 8-10वटा भैँसी पालन भनेको सामान्य नै हो। यसरी घरको अगाडि टन्न भैँसीहरू पाल्ने भनेको लगभगै यहाँको
लागि सामान्य नै हो। नर्मल्ली पनि तपाईँको 8-10वटा भैँसी चाहिँ यहाँको जसको घरमा पनि पाल्ने सिस्टम हुन्छ। ओके गाइज, हाम्रो चाहिँ बिहानको मर्निङ वाक सेसनको हिँडाइ चलिरहेकै छ। हामी यति बेला ठ्याक्कै यो नरैनापुर गाउँपालिकाको सीमा समाप्त भएको छ। अब यो ठ्याक्कै कलबटबाट राप्ती सोनारी गाउँपालिका प्रवेश हुन्छ। ठ्याक्कै यो नरैनापुर गाउँपालिका वडा नम्बर 6 को सीमा क्षेत्र समापन भइसकेपछि अब चाहिँ ठ्याक्कै तपाईँको नरैनापुर गाउँपालिका यहाँबाट चाहिँ प्रवेश हुन्छ भने त्यहाँबाट फेरि यतातिर गयो भने राप्ती सोनारी सुरु हुन्छ। हाम्रो मर्निङ वाक सेसनको यो 5 किलोमिटर कम्प्लिट भएको छ। अब हाम्रो अझै पनि केही दूरी पार गर्न बाँकी छ। ओके गाइज, है हाम्रो बिहानको मर्निङ वाकको सेसनलाई पानी परेर एकदमै डिस्टर्ब गरेर आएको छ। हामीलाई चाहिँ लगभग 4 किलोमिटर दूरीबाट पानीले लखटिरहेछ। हामीहरू चाहिँ अब नजिक पुग्दैछौँ। आकाशबाट पानी आइरहेको छ है। के हो बुटो? ओके, फाइनल्ली पानी पर्दै कार्यालय प्रवेश गरियो। लगभग एकैछिनमा व्यापक मात्रामा पानी पर्नेवाला छ। हाम्रो चाहिँ यहाँ सरसफाइ अभियान चलिरहेछ।